ल हेर्नुहोस् खगेन्द्रजी, तपाईँ यहाँ ल्याएको बोके यहाँ मैले ल्याएपछि त झकास भयो नि। ल हेर्नुहोस् त्यही ठुलो टाउको छ हेर्नुहोस्। यसितको साथी चाहिँ नि मैले 18 किलो भनेको थिएँ, जौदा ओर्दा 20 किलो भयो भन्दै थिएँ। काटेको मासु कति भयो भनेर सोधेको, कति भयो भन्ने कुरा गर्थेको नि। यो त राम्रो छ यार, यो राम्रो छ हेर्नुहोस्। यो तपाईँको काटेको मासु जो लगभग यो 15 किलो नेट छ हेर्नुहोस्। अहिले पुरै आटो खाछ हेर्नुहोस्, पुरै पकाएको आटो भैँसीले बराबर खाछ, बहुत खाँदो रहेछ होइन। राम्रो छ अहिले जाने, यो एकदम राम्रो छ। 15 किलो नेट छ यो हेर्नुहोस्। टाउको पनि ठुलो छ, घेँट्रो पनि ठुलो छ, भयङ्कर छ हेर्नुहोस्। बबाल छ, बबाल हेर्नुहोस् एकदम। केही खाइदिएको होइन मैले जुकाएको दबाई र तपाईँको चाहिँ एकचोटि यसलाई मैले नुहाइदिएको, त्यसपछि अरू केही गरेको होइन। बाख्रालाई पकाएको आटो र काँचो आटो पेल्देपछि आटो हुर्किन्छ भन्ने मलाई थाहा छ। तपाईँको धेरै फरक पर्छ कि 3 दिनसम्म तपाईँले पकाएको आटो तरिकासँग चाहिँ पेल्नुहोस्, कति फरक पर्छ। त्यही हो, तपाईँको यहाँ यो ल्याएपछि मलाई चाहिँ फाइदा भएको छ महिनाको। धेरै त मैले भन्दैन, 1000 15-20 रुपियाँ फाइदा भएको छ मन्थली। ठिक छ, यो राम्रो दिनुभयो, धन्यवाद छ तपाईँलाई।